कति हाँस्नु भनेको त तिमी पो सुतिरहेको रहेछौ एक्लै के गरेर राखे एक्लै के गर्नु र मजाले सुतिरहेको किन सुत्या त एक्लै का अब डोक्लै सुत्न त मसित सुत्ने मान्छे पनि त हुनु पर्यो नि झन् भला आदमी भएर बसाउनु भन्यो उटलो उटलो हुने कुरो गर्छ अनि म उटलो हुने नि त मैले उतलो कुरा गरे हैन तिमी उतलो भएको हिजोदेखि मेरो छोरी घरै आएको छैन भने मङ्सिरको महिना इष्टमित्र सबैले सोधिसके थाहा छ भन्ने कोही छैन जाडो पनि असाध्यै पर्या छ छोरी तरुनी भएपछि रातभरि निदाउन पाउँदैन भन्थे हो रहेछ यस्तो बेला एउटा साठी भए पनि टाट पानी तताएर खानिदिन्थ्यो म गर्छु आग्रा कुरा ऊ गर्छ गाग्रा कुरा गाग्राको कुरा गरे होइन लीला जीवन साथीको कुरा गरे बुझेन तिमी आफै बुझ आफ्नो कस्तो पिर परेछ धन्न गयो उज्याले गयो गयो आऊ नो 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 धन्न देखेन गए जानी जाऊ कि नजाऊ भनेर गयो पछि फेरि आउँछु नि है काका काका चाहिँ नभने भए उनी काका तँलाई के तासे चाहिँ फेरि यो सूचना 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 मेरो प्यारो बहुमूल्य सुगन्ध हराएको हुँदा कहीँ कतै भेटेर बुझाउनेलाई रु 10,000 इनाम प्रदान गरिनेछ लीला का सुगन्ध भेटाएर दिनलाई 10,000 पैसा कमाउने मौका त आएको हो तर यो सुगन्ध चाहिँ भेटाउने कहाँ छ यस्तो गनाउने ठाउँमा सुगन्ध त भेटेन सुगेरै पठाउनु पर्छ क्या हो यहाँ त केही आएको छैन यो सूचना यहीँ तासिरह्यो भने फेरि गाउँभरिको मान्छे सुन्दै सुन्दै हिँड्ला यसलाई त उकाइदिनु पर्छ के गरेको तैँले सुँगेको नि यो उजेलेको कस्तो मिठो गन्ध आयो बा तँलाई त्यही भएर महँगो साबले ननुहा भनेको होइन हेर यहाँ मान्छेहरू सुँग्दै सुँग्दै कहाँ कहाँदेखि आइपुग्यो यहाँ त्यो महँगो साबलले त मैले पनि नुहाएको थिएँ नि खोइ त मलाई सुँगेको हो त अनि पुरुषले चाहिँ किन नसुँग्या त छे यो पुरुष त के खालको गुनाएको होला बोका जस्तो
यो उजेली पो हर्र बास्न आएको छ बा आउँछ तँलाई हरेर बास्ना अरे बा कति रिस आएको तपाईँ यो उजेलीको यो सुगन्ध लगाएर दियो भनेदेखि 10,000 रुपियाँ आउँछ बरु तिमीलाई म 5,000 दिउँला नि ए तैँले मेरो छोरी लगेर 10,000 मा बेच्न खोजेको तँलाई आज मेरो बालै के हो सट्यान गरेर होला सकिन अनि तँलाई मार्यो आज मार्यो मेरो बालै ल ल ए खुर्सी किन्दो रे के भयो के चाहिँ भएन भन्न केही भन्न के भयो तेरा बाले मेरा घरमा आएर हाम्रा दिदीलाई सुनेछ नि गरेर के भएको होला मेरो बालै पनि कहिले कसको झ्यालबाट चिर्छ कहिले कसको दुध चोरेर खान्छ अब अहिले चाहिँ मान्छे सुँग्दै हिँडेछ त्यही त दिदीलाई सुँग्नु साटा मलाई सुँगे भए हुन्थ्यो नि बाले नि केही गर्दैन थिए मैले पनि महँगै साबनले नुहाएको थिएँ नि सुङ त कति बास्ना आउने भएको छु जति महँगो साबनले नुहाए पनि त्यो बोकै जस्तो गनाउँछ हो र सुँगिसकिस् बोका होइन नि म पसिना गनाएको बोकै हो पसिना हो बोकै हो पसिना हो बोकै हो भन्छु तँलाई पनि थाहा भएन मलाई पनि थाहा भएन पखाइ म मेरो बाले सोधेर आउँछु है के चालको के त होला थाहा भएन सोधेर आउँछु भन्छु बा त्यसो गरस् आफ्नै त नाप छ खोइ त आउने न त कोही पनि ले छैन त कता गयो के एकचोटि मलाई सुँग त किन सुन्ने म बोका गनाउँछ कि पसिना गनाउँछ जिउबाट सुँग त एकचोटि बढ्न बा के फुलमान काका खोइ त त्यही त खोइ त लहरदै ल्याथे घुटुङ टुङ टुङ आयो अब यता गयो कि यता गयो थाहै भएन तेरो दिदी पनि छैन फुलमान काका पनि छैन बा आज म धेरै दौडी म लाउरे भयो त बा भइस ले त हस् कता गयो यता गयो कि यता गयो यतै गयो होला कस्तरी हेरेको हेर न म त राम्रोसँग हेर्न पनि जान्दिनँ भने जसरी हेरे नि आँखाको इसारा त बुझ्छु नि म तिमीलाई कस्तो मन पराउँछु तिमी मलाई मन पराउँछ कि पराउँदैन मन त पर्छ अर्कैको धन तर आफ्नो भन्न त मिल्दैन नि अर्कैले अधिकार छोडेर लावारिस भइसक्यो म तिमीले आफ्नो बनाउन सक्छ यो मुटुको चारै कोठा खाली छ बाबे मेरो पनि हालत त त्यस्तै त हो नि जसले 7 जुनीसम्म साथ दिन्छु भन्थ्यो उसैले नै आधी बाटोमै छोड्दियो म पनि आधा बाटो हिँडिसकेँ तिमी पनि आधा बाटो हिँडिसक्यौ आधा जीवन तिमीले बुझ्यौ आधा जीवन मैले बुझेँ अब पुरा जीवन मिलेर कता है अघि त्यस्तै घरमा डरै लाग्ने गरी के सुन्नु भएको नि गन्ध सुँगिएको नि लीलाको सुगन्ध हराएर के लीलाको सुगन्ध नि मसँग हुन्छ र अब म त सुगन्ध सुँग्दै हिँडेको तिम्रो बास्नाले मलाई खुर्र तानेर घरभित्रै लिएर गयो नि त तिमीलाई मेरो गन्ध त्यति प्यारो लाग्छ काका यति भइसकेपछि काका चाहिँ नभने अब उनी काकालाई काका नभने के भन्नु त आजकलको बुढीले आफ्नो बुढालाई बाबा भन्दो रहेछ तिमी पनि मलाई बाबा भन न पहिले मलाई बुढी बनाऊ अनि मात्र भन्छु बाबा कस्तो अप्ठ्यारो काम दिएको तिमीलाई बुढी बनाउने अब तिमी तरुनी छ कसरी बुढी बनाउने थाहा छैन मलाई कसरी बनाउँछौ तिमीले बुढी
तेरिका बल्ल बल्ल पतिएको थियो अब बुढी बनाऊ भनेर गयो कसरी बनाउनु त्यसलाई बुढी देखा तो तुझे यार दिल में बजे गिटार आ रहा है कैसा ये मजा है अरे रे कैसा लता ए यत्रो यन्सो ट्रक केटी जंगलको बीचमा एक्लै बस्दा पनि बालै नदिकटा च्वाक केटी रे को च्वाक केटी यहाँ त कोही च्वाक केटी देख्दिन त म केटा उठी हेर्या यता हेर्नु यता यो गाउँभरिकै ट्रक केटी हुने त्यही हो हेर्या गफ पनि अति दिनी मेरो सुगन्धाको अगाडि त तिमी त नजिक आउँदै फास फास छिप्या बोको जस्तो गनाउँछ सुगन्धको ढाक लाउँछ हे तेरिका सुगन्ध भनेको यस्तो गन्ध आउने होइन क्या मेरो गर्लफ्रेन्ड हो अनि कहिटा त्यही त हराएर खोज्दै छु जान त राम्रो केटी त देख्नै हुँदैन कहाँ होला त यसको गर्लफ्रेन्ड यसले भन्न पहिले मैले भेटाउन पाए त गायबै बनाइदिन्थे कहाँ होला त कति हाँस्नु ओहो लीला एकछिन बसौँ न डोटा भात मारौँ के बात मान्नु लाउरे बा मेरो छोरी सुगन्ध हराएको 1 हप्ता भइसक्यो अत्तो पत्तो छैन यति मिठो बाहना आइरहेछ सुगन्ध त तिमीसँगै छ नि कहाँ खोज्ने हिँडिदा हे पाट्या बुढा मेरो जिउको सुगन्ध होइन के मेरो छोरी सुगन्ध हराए भनेको पिर नगर छोरीको जातै हराउने हो बरु बेलैमा विचार पुर्याउनु पर्छ है बेलैमा विचार पुर्याउन त छोरी खोज्न हिँडे कि नि अब म पनि छोरी खोज्नलाई सहयोग गर्छु नि सँगै गएर त्यसो भए म यतातिर जान्छु तपाईँ यतातिर जानुहोस् है झन् सँगै हिँडेर सँगै गएर खोजिदिउँला भने त कहाँ अलमलमा फसेँ नि म यतातिर पो जा भन्छु त झन् कहाँ यता जानु म पनि त्यतितिर आइहाल्छु नि कति हाँस्नु लाउरे बा के खोजिरहनु भएको छोरा त यहाँ केही छ कि भनेर खोजेको मेरो त केही खोज्या होइन त्यही पनि केही भेट्टाइहाल्ला कि भनेर खोजेको खै भेट्टाइ पो हाल्या छैन त अरू बेला मलाई देख्ने बित्तिकै जराक जुरुक्क हुने मान्छे खोइ अहिले त के हराए पनि भन्नु नहुने रहेछ नि सुगन्ध हराएको सुगन्ध त्यही खोजिरहेको निकै महँगो थियो कि संसारमा एकै पिस मात्रै थियो किनै पाउँदैन थियो त्यही खोजिरहेको ल खोज 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 ल खोज खोजिराख है खोइ त यहाँ आएर मैले हेर्दा सुन्दा देख्दैन त बा नयाँ नयाँ केटी यतै पो आउने छ त हेलो एक्सक्युज मी यस भन्नुहोस् के हो तपाईँलाई त यो गाउँमा नयाँ जस्तो देख्छु नि हजुर हो म पहिलोचोटि आएको यहाँ तपाईँ मैले हेर्दा तपाईँ नयाँ तपाईँले हेर्दा म नयाँ 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 सजाउ संसार भनेर माग्ने बुढाले भन्थ्यो मेरो पनि छक्कै ठाउँ परेछ ओहो तपाईँ त बडो रमाइलो मान्छे हुनुहुँदो रहेछ हो यो गाउँमा मलाई सबैले त्यसै भन्छ तर के गर्नु अहिलेसम्म बिहे गर्न के त भेट्या छैन माई नेम इज बुनमैचा वाट आर यु नेम माइसेल्फ सुगन्ध यस 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 का सुगन्ध भन्ने तिमी पो हो तिमी हराए रे भनेर गाउँभरि हाहाकार छ ल म हराएको होइन कि आउन चाहिँ ढिलो भएको
मेरो साथी बन्छौ? बन्छु बन्छु म पनि अघिदेखि त्यही भनौँला भनेर सोचिरहेको थियो आउने एकचोटि हक गरौँ हुँदैन 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 यस्तो कोरोनाको टाइममा टच गर्नु हुँदैन बरु फ्लाइङ गर ओके यस यस ल चुप कति हाँस्नु बिसेक भयो हात दुखे होइन के ए ढाड पो दुख्या हो क्या रे नो 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 ढाड पनि दुखे होइन भने ए टाउको पो दुख्या हो क्या रे दिन्छु नि अरे ए लाउरे बा ए बताइ त आइपुगिस् कस्तो छ त अहिले टाउको दुख्या ठिक भयो टाउको यहाँ होइन के यहाँ हो ए यहाँ पो हो त है कस्तो छ त टाउकोलाई ठिक छ अहिले त फ्रेस छु अब त पो फ्रेस छस् त म फ्रेस छैन कसलाई पो भन्नु है तपाईँले भन्नै पर्दैन मलाई सबै थाहा छ तपाईँलाई के चाहिएको छ भनेर ए भरा तैँले आफै थाहा पाइसकिस् ल भन् त मलाई के चाहिएर छ भन्ने होइन म त सिधै दिने हो ल आँखा चिम्लिनुहोस् त ल चिम्ले ल हात थाप्नुहोस् त हस् ल थापे के हो यो कति हाँस्नु आयो बाबा ठगाइ नै लाग्यो त्यो सुगन्ध सुङ्दा 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 यो नाकले कहाँ सुगन्ध सुङ्नु पाएर कहिले गु सुङ्यो कहिले मुठ सुङ्यो कहिले गोबर सुङ्यो कहिले के सुङ्यो सुगन्ध चाहिँ सुङ्नै पाएन 10,000 जाने भयो बा छो मेरो साथी नमस्ते अङ्कल कस्तो मिठो गरी अङ्कल बनेको एकचोटि फेरि अङ्कल भन्नु त बा अङ्कल आहा कस्तो मनै हरर भएर ठकाइ नै मर्यो बुने छु 60 सिटमा कति राम्रो अङ्कल भनेको अबदेखि तिमी पनि मलाई अङ्कल भन नानी तिम्रो नाम चाहिँ के नि छोरी तिमी कहाँ गएको एक हप्तासम्म घरमा आएर बाटो भुलेर अन्त्य गएछु के मम्मी अनि मोबाइल नि अफ रहेछ ब्याट्री सकिएको थियो क्या लैन घर ए बुने छु त्यो तिम्रो साथीको नाम के सुगन्ध का सुगन्ध 10,000 का 10,000 भनेर मेरो बात बेहोसै भयो कति हाँस्नु कति हाँस्नु